हेलो गाइज वेलकम ब्याक टु माई न्यू अनदर भिडियो। सो तपाईँ सबैजना फेरि अर्को मेरो ब्लगमा स्वागत छ। र आज चाहिँ म कहाँ जानेवाला छु भन्दा रारी जानेवाला छु। रारी किन जाँदैछु भने चाहिँ मेरो डिस्टर्ब नभएन। रारी चाहिँ म किन जानेवाला छु भने चाहिँ मेरो अनलाइन फ्रेन्ड छ एकजना होइन, हामी बोल्न लागेको चाहिँ 4-5 महिना भइसक्यो तर अहिलेसम्म भेट भएको छैन। सो आज चाहिँ म उसलाई भेट्न जानेवाला छु। सो अहिलेसम्म ठ्याक्कै भेटेको छैन। सो एकदम एक्साइटेड भइरहेको छु म होइन, खुसीको सिमाना छैन भनौँ न। त्यही भएर चाहिँ आज भेट्नु चाहिँ अझै लेट चाहिँ होइन के हुन्छ। मैले कल गरेको थिएँ अनि अहिले चाहिँ हल्का बिजी हल्का पछाडि आउनु भन्दै थियो। हाम्रो गाउँदेखि जाने चाहिँ लगभग 2 घन्टा 1.5 घन्टा ढिलोमा गयो 2 घन्टा जस्तो लाग्छ अरे। सो म जानेवाला छु, लेट चाहिँ के हुन्छ बाटोमा सबै देखाउँछु। र म चाहिँ घरदेखि चाहिँ ब्लग स्टार्ट गर्ने भयो भने टाइम पाएन अनि अहिले तल चाहिँ म बहिनीको पसलमा थिएँ। ऊ बहिनीको चाहिँ हाम्रो ब्रेकअप भएको छ, त्यही भएर यस्तो गीत सुनेर बस्नु भएको छ। सो त्यही नै हो गाइस, जानेवाला छु। हो माइ गॉड, यस्तो एक्साइटेड यस्तो खुसी भइरहेको छु म, के कुरा गर्ने हो। साथीलाई यो डिस्कभर बाइकमा भेट्न जानेवाला छु होइन। ट्याक्कलाई यस्तो छ नि, हुन्छ नि बाइक साइक मतलब भयो नि तर भेट्न पाएँ एकदम खुसी लाग्नेवाला छ मलाई। सो त्यही भएर चाहिँ जानेवाला छु, सबै कुरो देखाउनेवाला छु होइन। सो कस्तो हुन्छ हेरिदिउँ। त्यो लुक्स हेर्नु कस्तो किलर छ, जस्तो भयो नि आफ्नो बाइक भने आफ्नै बाइक हो होइन, मेरो होइन बाबु तर जस्तो भयो नि कोहीसँग यही बाइक पनि हुँदैन तर यही बाइक छ, यसमा पनि खुसी लागिरहेको छ। त्यही नै हो। फाइनली गाइस 1.5 घन्टाको राइड पछि म अहिले ठ्याक्क लगाएर के भन्छ यो रारी पुगिसकेँ होइन। सो यही हो रारी बजार। यस्तो हुन्छ नि के भएर यस्तो के भन्छ नर्भस भइरहेको छु क्या। अहिलेसम्म भेट भएको छैन होइन, यस्तो अब आँखामा यस्तो छारो गएको, अहिलेसम्म भेट भएको छैन। सो आज चाहिँ भेट्नेवाला छु नि, एकदमै नर्भस टाइपको यस्तो डर लागेको जस्तो भइरहेको छ। सो मैले फोन पनि गरेको छैन होइन, यहाँ आइसक्यो भने। सो अब फोन गर्नेवाला छु, फोन गरेर चाहिँ अब कता हुन्छ त्यो भेट्न बोलाउनेवाला छु गाइस। त्यही नै हो, हेर्दै गर्नु होला नि के हुन्छ। ओ भाइ गड यस्तो मन चिसो भइरहेको छ क्या, कस्तो नर्भस भयो। सिमोन कन्ट्रोल योर सेल्फ रहेछ क्या जाफै। त्यही नै हो गाइस, अब चाहिँ म पारी गएर भेट्नेवाला छु। डर भइरहेको छ, मैले ट्राफिकको लगाएको थियो, ट्राफिकमा एउटा भेटेन, जे होस् खुसी लाग्यो। अब जाने बेला नबिर्सनु, गर्ने चाहिँ उब्बरै रहेछ एकदम कालो मान्छे, झन् डराइसक्यो होइन। म चाहिँ मलाई फोन गरेर बोलाउनेवाला छु, लेट्स सी है के हुन्छ हेर्दै गर्नु होला। सो गाइस मैले चाहिँ फोन गरेर बोलाइसकेँ होइन। अनि के भन्छ ऊ चाहिँ अहिले 3 घन्टा अगाडि फोन गरेर कवर धुन जान लाग्छु भन्दै थियो, अहिलेसम्म अहिले कवर धुन जान लाग्छु भन्दै थिएन होइन। सो अब एकदम वेट गरेर बसिरहेको छु होइन, अब कति बेला आउँछ साला यस्तो नर्भस भइरहेको छु, हल्का डर लागिरहेको छ। अझ के अरे साथी ल्याएर आउँछु भन्दै थियो, साथी कहाँ एक्लै भेट्न त्यस्तो डर लाग्छ, कहाँ साथी ल्याएर आउनुहुन्छ त्यस्तो डर लाग्छ नि त चाहिने जो म। सो त्यही भएर चाहिँ साथी नल्याएर आउनु एक्लै म हेरेर के भन्छ पुल लिएर बसिरहेको छु भरे। त्यसो आउनेवाला छ यो चाहिँ रारी बजार भएको यता यो पुरै। अनि ठ्याक्क यो चाहिँ माथि से फोक्सुनबाट बगेर आउने के भन्छ यो नदी हो, यस्तो धमिलो आइरहेको छ उता। तर गाइस यस्तो गर्मी छ नि यहाँ, म त यो बाइक राइड गरेको कारणले हातको पुरै फोहोर लागेको छ। त्यही हो गाइस, अब आउँदैछ होइन। सो के हुन्छ हेर्दै गर्नु होला। कस्तो बोलिसकेको अहिले कहाँ तल बस्छु रे हो, के अरे अहिले तलै आउनु रे, तल जानु पऱ्यो होइन, कहाँनिर भएपछि पर्खिनु पऱ्यो। तिनीहरू आएपछि म जाने भने क्या जस्तो लाज लागिरहेको छ। अब यहाँ के गरेर लाउँछ यही हो गाइस, रारी बजार भन्ने ठाउँ चाहिँ यस्तो बवाल लाग्छ मलाई त खै किन रारीको मान्छे नि मनपर्ने, अनि त्यहाँदेखि ठाउँ पनि मनपर्ने, के हो कुरो भनिदियो। रारीतिर हामी केटी हुने रहेछ नि यार, रारीकी केटीहरू मन पर्यो मलाई भन्दै हिँड्दा अरे क्या। कहाँनिर घुम्मै छु भन्दै थियो, कति बेला आउने भने झ्याउलाग्दो त्यो गर्मी उल कहाँ छ के गर्मी, बाहिर बस्नै सकिँदैन भने घामले एक त कालो मान्छे झन् डरेर कालो ठिरो भइसक्यो, हात कस्तो बाखा। अझ कहाँनिर पर्खिनु हामी आउँछु भन्दै थियो। अब बिस्तारै जानु पऱ्यो, पिछे आउनु भन्दै थियो होइन, यो चल्ते हेर्थ्यो के हुन्छ। यहाँ कति बेला भेटौँला भन्ने भइसक्यो, भेट भन्दा नि यहाँ भोकले छल्ली आनिसक्यो, भोक लागेर बिजोक बाखा झन् भेट्दैन कति बेला घरि कहाँ भन्दा खान कि। त्यही भएर भोक लागेर यहाँ मर्नु त बाँच्नु भइरहेको छ। उपरवाले हेर्ने चाहिँ कता हो कि पुलतिर जाने हेर्ने पर्खिन्छ जता भयो नि। इतनी खुसी भने जस्तो क्या, दिल गार्डन हो र आए कति भेट कहिले हुने हो भन्दै मन आत्तिन्छ भने जस्तो एकदम एक्साइटेड नै भइरहेको छु, हल्का नर्भस पनि भइरहेको छ। सो यही बाटो हो होइन खास चाहिँ पुलमा जाने छन् कहाँ तिनीहरू भन्ने कुरा हो। ओ माई गुडनेस, फेरि भिडियो नबनाउनु कि लाज लाग्छ मलाई भल्ला रहेछ नि।
भिडियो त अब बनाउनै पर्ने हो, भिडियो नबनाइकन त हुँदैन। कहाँ हराए, कहाँ छन् तिनीहरू साइकहरू? म त यो त अर्को बाटो कता आए जस्तो लागिरहेको छ भाइ। ओइ म कुन दुनियाँमा आएँ, कुन बाइक घुमाउँछु, यो बाटो होइन। यो त होइन गाइज, अर्कै बाटो हिँड्दैछु म त। हावा जे पाएँ त्यही कस्तो। म यहाँ आएर कति बेला भेटो होला भनिनँ, पुरै खुल्दुली भएर बिर्सिसकेँ के बाटो कता हो कता। अनि यही साइड भनिरहेको जस्तो लागेको थियो। अब म त्यही कभर हुने साइड त अगाडि आएको थिएँ, त्यही साइड जानु पऱ्यो होइन। अब कहाँ छन्, कहाँ है आप लोग यार, पता नहीं। मोबाइलमा चार्ज पनि छैन कि, बिहान चार्ज गरिरहेको थिएँ म त। जाने नजाने फिक्सै भएको थिएन, अनि त्यही भएर त्यो साथ चार्ज पनि छैन। आउन चाहिँ आएँ, कभर धुने जस्तै त देखिरहेको छ हुनु कोही नै। अब यति धेरै म त अनुहारै बिर्सिने भने कस्तो थियो कि अनुहार। परवाले कहाँ हो आप लोग, जल्दी आ जाऊ न, जल्दी आ जाऊ। यहाँ पुरै आत्तिसक्यो केटो यहाँ, कति बेला अनुहारको दर्शन देखाउला भनेर। सो म यहाँनिर पर्खिने हो। अब कहाँ यहाँले कहीँ जाँदा नि जान्न होइन, कहाँनिर आउनु रहेछ हेर्छु। तल पो गइसक्यो कि, यहाँनिर पर्खेर बस्नु पऱ्यो। यहाँनिर त आउला नि जा। गाइज मैले चाहिँ तिनीहरूलाई देखिसकेँ, तिनजना कबाट धुनलाई आएर रहेछन् होइन। अनि म चाहिँ फेरि फर्केको बाइक घुमाएर आइहालेँ होइन। सो अब आउँछु मलाई हेर म कसरी आउने छु। कतिजना एक्लै आउनु भनेको कति आउँछ राख्नु। अगाडि चाहिँ अगाडि हो कि बिचको हो, अगाडिको हो। तर केही अलिकति घामले क्लियर देखाएको छैन, कबाट सफाएर गइरहेको छ नि हेर है। मलाई हाँस उठिरहेको छ, लाज लागिरहेको छ। क्या होगा पता नहीं, चलो देखते है क्या होने वाला है। देख्न चाहिँ मैले देखिसकेँ दुईपल्ट। अगाडि मिस्टेक गरेको मैले, बाइकमा चाहिँ के भन्छ क्यामेरा राखेर हिँड्नुपर्ने रहेछ। म त भेटिँदैनन् होला सोचेँ त नि, च्याप्पो अगाडि आइदिरहेँ। त्यही भएर चाहिँ अब यतै आउँछ नि, अब चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। कभर चाहिँ यो त्यस्तो पानीमा धुन्ने छन् कि यता पनि धोइरहेको। यता आऊ भनेको थियो नि मलाई, उता बोलाएको छ नि। यता किन आइनन्, कस्तो म त्यस्तै ह्यान्डसम छु र लाज मार्नु पर्ने। जस्तो त्यति साह्रो ह्यान्डसम नै छैन, लाज गर्नु पर्ने। त्यो हात स्टार्ट गरेर या आउनुहोस् भनिरहेको छु। जारीवाला छु, पहिले सोध्छु होइन भिडियो बनाउनु पाउँछु कि नै भनेर। बनाउनु न भन्यो भने बनाउँछु, बनाउनु हुन्न भने पाइँदैन भन्यो भने अब हेरौँ के हुन्छ। कस्तो यसको साथीहरू छन्, कस्तो लाज लागिरहेको छ भने अब साथीलाई भाइगर हेरौँ के हुन्छ। आप लोग देख सकते हो मैले कहाँ लगिरहेको छ कि यिनीहरूले खोल्नु हाल्दैन भन्ने डर लागिरहेको छ। तल लुकदुन ठाउँ जाउँ अरे, यहाँ भेट्न डर लाग्यो अरे होइन। मलाई लगिन असल खोल्नु हालिदियो भने यार, तिनजना पनि म एक्लै छु, मार्ला नि यहाँ खोल्नु हाल्दैन मलाई यार। सो गाइज मैले चाहिँ यहाँ भेटिसकेँ मेरो प्रिय प्यारो साथीलाई। सो हामी कहिले पनि के भन्छ यसरी चाहिँ भेट्दै भेटेको थियौँ, अनलाइनमा बोलेको थियौँ। सो आज नि फर्स्ट टाइम भेट भइरहेको जस्तो एक्साइटेड भइरहेको छु म। लाज लागिरहेको छु, यिनीको अनुहार थियो। माथि होटेलमा के अरे क्याफेतिर भोक लागेको थियो, त्यतै जाऊँ भने यिनले जबरजस्ती यहाँ खोला किनारमा बोलाएछन् मलाई। यिनले ग्याङ पनि बोलाएको छन्, त्यहाँनिर लुकेका छन् मलाई हान्नलाई। सो त्यही नै हो, एकदम खुसी लागिरहेको छ। अनि यस्तो मिल्ने साथी पाएको छु अनलाइनमा, भयो नि यस्तो ट्रस्ट गर्ने साथी। वा कस्तो खुसी लागिरहेको छु। ऊ यहाँनिर हुनुहुन्छ भनिदेऊ नि मेरो बारेमा। तिनी हेरे के भयो त, हेर्छन् नि हेरे। ल छिटो बन। भाग्यमानी हुनु। अनि यस्तो म जस्तो राम्रो साथी पाएँ तिमीलाई कैसा लग रहा है? कस्तो लागिरहेको छ भने मैले एकदम राम्रो लागिरहेछ। अनि अरू के अरे तेरो तिम्रो गालामा डिम्पल पर्ने रहेछ यार, डिम्पल लभर। सो त्यही हो गाइज, एकदम खुसी भइरहेछ। तर मलाई भोक लागेको छ, खाजा खान लग भने खाजा खान लग्दै नि मसँग पैसाको नाममा रुपैयाँ पनि छैन। पैसा निकाल्न लाग्छ, निकालिदेऊ न। छैन, खाली छ। तिमी पब्लिक हुने भयो, अब त हामीलाई यहाँ जोड्ने नि लप परेर रहेछ दुइटा भन्ने होला नि। तिम्रो मेरो लप परेर रहेछ भनिदिने होला नि, फेरि पब्लिक भइहाल्यो अब। तर भन्यो भने हामी गर्लफ्रेन्ड बोयफ्रेन्ड हौँ कि होइनौँ? हामी साथी मात्र हौँ, त्यही पनि फर्स्ट टाइम भेट्या हो। तर अनलाइन चाहिँ धरो गफ मान्छन् यिनले, अहिले लजाइरहेको छिन्। अनि एकदम खुसी लागिरहेको छ यस्तो। आज कहाँदेखि भाग्यले भेट भयो क्या, म त नभेट्नु यस्तालाई नि के भेट्ने सोचिरहेको थिएँ। पछि फेरि भेटिदिनु बिचार म किन कसरी त्यहाँ दिन काटेर आउला नि भन्ने लाग्यो।
त्यही भएर भेट्न आएको थिएँ यहाँ साला कहाँ जङ्गलतिर ल्याएको छ नि तिनको 3-4 जना टोली छन् खोला हेरेर डर लाग्छ त रुकुमतिर त काट्दै काट्छन् रुकुमतिर धेरै काण्ड घट्छन् क्या डर लागिरहेको छ तर पनि केही छैन अब जे खुसी लागिरहेको छ यस्तो राम्री छ नि मान्छे अनि ठाउँ पनि राम्रो मान्छे पनि राम्रै अब त्यही भेटघाट भयो एकदम खुसी लागिरहेको छ आउने दिनहरूमा पनि हाम्रो के भन्छन् हाम्रो मित्रता अझै कस्तो होस् भनिदेऊ न त नि अझै राम्रो हुँदै जाओस् आउने दिनमा त्यो कपाल खोलेर हाम्रो देखिन्छ क्या म केटीले कपाल खोले डेन्जर लाग्छ ल यता हेर त्यो ओहो यस्तो राम्रो देखिरहेको छु किचकन चुडेल जस्तो देखियो चुडेल होइन राम्रो देखिएको छ चुडेल जस्तो देखिन्छ दिल त गार्डन हो क्या आज किसीको कोहीसँग भेटेर नि यता लास्ट गर्मी भइरहेको छ अब त म जानुपर्ने हुन्छ हो भने लास्ट गर्मी भएको छ अनि यस्तो हुडी लगाएर आएको छ नि यिनीहरू यहाँ त यिनीहरू गर्मी खाइसक्यो यिनीहरू ल्याएको त्यहाँ पर यिनीहरूको साथी छ नि हेरेर आलो कस्तो नक्कल पारिरहेको छन् भिडियो मात्रै बनाइरहेको छन् भन्छु न ल तर म चाहिँ के भन्छ के सोचेर आएको थिएँ कहाँ ल्याएन भने मेरो प्लान सबै चकनाचुर भयो तर जे भयो नि मेरो पैसा बच्यो मेरो पैसा पछि त्यही खुसी लागिरहेको छ अब एक्लै जान्छु यिनलाई खुवाउने पैसा पनि म एक्लै खाने भएको हो भोग्रहेको छ मैले मजा गरेर मसँग पैसा भन्ने चिज केही पनि छैन अनि यिनीहरू घर लागि भात खुवाउँछन् कि भने म त यिनको हातको खानालाई घरदेखि खानै नखाएर आएको थिएँ यो त बाल बिन्दान घर लागि चाहिँ मार्छन् घर लागि चाहिँ मार्छन् भनिन अनि मैले के अरे होटेलतिर जाऊँ भने अनि मानिन यहाँ ल्याएर बोलाएको छु धेरै बोल्नु हुँदैन रे गाइजहरू गाइज अहिले चाहिँ 4 बजीसक्यो घर जान्छ ढिला भइसक्यो अनि त्यही भएर चाहिँ अब म घरतिर लाग्नु लाग्यो अनि हाम्रो मिस चाहिँ यता हुनुहुन्छ सो रुँदै हुनुहुन्छ नरोके सो त्यही हो गाइज अनि एकदम खुसी लाग्यो होइन फर्स्ट टाइम भेटाएको थिएँ तर यिनी चाहिँ लाज मानिन बोल्नु भएन म चाहिँ गफ हानी आइसक्यो अब चाहिँ घर जान लाग्छु भोक पनि लाग्यो भोकले आँटो साटो बेटारी खाजा खाऊ भनेर यिनले खुवाइनन् त्यही भएर अब चाहिँ त्यही हो गाइज आजको भिडियो जस्तो लाग्यो त्यस्तो कमेन्ट गर्नुहोस् सो अनि केटी के अरे गर्लफ्रेन्ड पब्लिक गऱ्यो या ऊ नभन्नु होला हाम्रो गर्लफ्रेन्ड बोयफ्रेन्ड नै राम्रो छ नेगेटिभ नसोच्नु होला कसैले पनि त्यही हो होइन हामी चाहिँ साथी मात्र हो अनि यसो भेट्दिउँ भनेर आएको थिएँ सो भेटघाट भइसक्यो अब त्यही नै हो गाइज अहिलेको लागि चाहिँ बाई हामी अर्को नेक्स्ट भिडियो मिल्नेछौँ